हेलो गाइस वेलकम टु माई युट्युब च्यानल ट्राभल विथ कर्णव। अनि आज चाहिँ हामी छुट्टीको दिन है दुईजना मिलेर हामी चारवटा लाएर यहाँनिर रोस्ट बनाउन लागेको छौँ। विकेन्ड बनाएको अब पानी परेको मौसम छ, अब के गर्ने, बाहिर जाने पनि काम छैन है। त्यही भएर हामी चाहिँ घरै बसेरै ट्याक्क लाएर रोस्ट बनाएर सल्लाह पखानी प्लान गरिरहेको छु आज है। हामीसँग बसेर रोस्ट बनाउने छौँ। अब यो चाहिँ ग्रेभी बनाउने, रोटीसँग खाने। अनि यो चाहिँ मैले लसुन अदुवा खुर्सानीको पेस्ट म्यारिनेसन गर्न लागेको। म्याग्नेट गर्न लाग्यो। म्याग्नेट अघि उसले म्याग्नेट है, म्यारिनेसन म्याग्नेट भनेर म यस्तो हँसाएको जिब्रो चिप्लेर है हामी हाँसे भयो। त्यसलाई के हाल्नुपर्छ म देखाउँछु है। फर्स्टमा चाहिँ मेरो माइले हेरेर मिक्सरमा है यसलाई ग्वारेर पार्छु। अलिक भागेर हेर्नुहोस्, पानी हाल्नुपर्छ कि हो त्यसमा? यो चाहिँ अलिकति राम्रोसँग भएको छैन, अलिक भइसक्यो। अरू अनुसारको धुलो खुर्सानी, मरिचको धुलो, स्वाद अनुसारको कर्नफ्लोर। कर्नफ्लोर नि स्वाद अनुसार हुन्छ, आवश्यकता अनुसार होला नि कर्नफ्लोर त होइन। यति हाल्ने मैले चाहिँ मसला, लसुन अदुवाको पेस्ट। बोल्ला नि यसले बोल्दैन। स्वाद अनुसारको मसला कस्तो दामी हेर, दामी देखेछ है। लसुन अदुवाको पेस्ट है यो चाहिँ। अनि अन्डा यस्तो गर्ने, यसरी पट्ट फुटाउने हो। स्वाद अनुसारको अन्डा। अर्को खै एउटा मात्र हाल्नु पुग्छ र? होइन धेरै खान्छ त। यसो गर्ने, प्वाट्ट पार्ने, प्वाट्टै हाल्ने, थुप्पो आइरा। अब के गर्ने, यसलाई मिक्स गर्ने। अब यसलाई मिक्स गर्ने। यसलाई कति बेर राख्नुपर्छ? जति बेर राखे त्यति राम्रो। यसलाई मोल राम्रोसँग मोल्नुपर्छ। यसो गर्ने, यसरी खेलाएर होइन, खेलाएर होइन, के गर्ने अनि म्याग्नेट गरेर। म्याग्नेट है गाइस, यसको अब नयाँ वर्ड आविष्कार भएको छ, म्यारिनेसन होइन अब म्याग्नेट। अब म्याग्नेट, मेरो पनि म्याग्नेट, मम्मीको पनि म्याग्नेट हुन्छ। म्याग्नेट तर म्याग्नेट त हो नि एक हिसाबले। म्यारिनेसन भनेको नि मसला मासुमा टाँसिने हो, म्याग्नेट भनेको पनि टाँसिनु हो, चुम्बक हो। काम त एउटै हो है। यसरी मोल्ने। मैले त कलर नहालेको, अब कलरले अलि कलर देखाउने मात्रै हो, स्वाद त केही फरक पर्दैन। तर कलर देख्नु मात्रै त हो नि। यसरी हाम्रो किचन चाहिँ यस्तो छ है, खासै त्यस्तो वाउ भन्ने छैन, एभरेजै छ। यहाँनिर ग्यासमा पाक्छ आएर। र यो चाहिँ यसरी हेर्दा फाइनल लुक मोलिसकेपछि मलाई त्यस्तै लाग्छ है। मजाले मोलिया छु नि त, पाक्छ यसरी। भित्र जुसी हुन्छ कि बाहिर क्रन्ची, भित्र जुसी। अझ तिलको दाना भएको भए झन् राम्रो हुन्थ्यो। तिलको सेतो तिलको दाना म ल्याएर क्या बदल खै म चाहिँ तिलको दाना खोज्न आएको पसलमा। ए यो ए ल प्याकेटमा रहेछ। हजुर चाहिन्छ तिल भने अलिक बबाल हुन्छ क्या। ल तिलको दाना पाइसकेको छ, यसलाई पनि बोलिदिउँ। भुटेको रहेछ। हस् ल हाल स्वाद अनुसारको तिलको दाना। अलि हाल्नुपर्छ मजाले है। स्वाद अनुसारको तिल हालिसकेँ मैले। यसरी मोल्ने, फेरि यसलाई फेरि मोल्ने। म पकाइसकेपछि नि देखाउँछु। पकाइसकेपछि देख्छ होइन, बबाल देखाउँछु खाएर। यसरी है बनाउने चाहिँ एकदम बेस्ट तरिका मेरो माइलोको रेसिपी। मेरो रेसिपी यो चाहिँ मेरो माइलोको म्याग्नेट गर्ने तरिका है। प्लास्टिकले छोपेर यसरी राखिदिनु। म्यारिनेसन तयारी भयो। तयार भइसक्यो। यो पराठा हो हामीले बनाउने चाहिँ। त्यो चाहिँ रोस्टको लागि भयो। यो चाहिँ हामीले अब भिडियो नबनाउने यता चाहिँ अल्छी परोठा बवाल हुन्छ रहेछ। अस्ति चाहेको 100 रुपियाँ पर्दो रहेछ मात्रै। यस चाहिँ बवाल छ है, तपाईँले ट्राई गर्नु सक्नुहुन्छ।
र लाइट चाहिँ अलि लाइन नभएको कारणले गर्दा अलि अँध्यारो छ है बाहिरतिर पनि फ्ल्यास लाइट ममले पकाउँदै हुनुहुन्छ लाइट चाहिँ अलिक कम भयो आज चाहिँ हामीले दुईवटा आइटम खान लाग्यो एउटा रोटी छ यहाँनिर रोटी र रोस्ट बुहारीले चाहिँ यता चिया बनाउँदै सासू बुहारी मिलेर पकाउँदै आमा छोरी मिलेर पकाउँदै म चाहिँ भिडियो बनाउँछु म चाहिँ टेस्ट गर्ने सब रेडी भइसकेपछि रोटी है रेडमेड रोटी पाउँदो रहेछ कस्तो मिठो है हाम्रो ड्याडी चाहिँ यहाँनिर ड्याडी चाहिँ यहाँ कुर्दै हुनुहुन्छ कतिखेर पकाएर ल्याएर देलाएर खाउनु बस्दै हुनुहुन्छ बाहिर पानी परिरहेको जस्तो पछाडि चाहिँ एकदम हरियाली छ है हाम्रो मेवाको बोट यो त राम्रो फलेको छ नि अब खाने पो कहिले हो त त्यस्तो छ उम्मिदिन्छ के खाने हो खाना पनि फर्स्टमा चाहिँ अब मासुको ग्रेभी र रोटी यो खाने अनि त्यसपछि रात पनि परिसकेको छ अब मेरो माइलोले यहाँनिर रोस्टलाई कचाक खुचुक पार्दै के गरेको त्यो मासु बस्छ भनेर होइन पर्रानी होइन वाउ लुकिङ लाइक वाउ कमाल देखिनु कि है क्या नजिकबाट कि क्या दामी तेल छुट्यो धेरै नहाल तेल किन उछिट्यो तेल किन आएछ है उछिटेर आउँछ धेरै नहाल धेरै हाल्यो भने उयो हुन्छ नि क्रन्च नै हुँदैन अल्लाह ठिक छ यति नै होइन रातो भएर फटाएको देखिया छ है क्रन्च चाहिँ ठुलो छोटे बोलाउनु साउन्ड हुँदैन नि पसिनै पसिनै ल भइसक्यो जस्तो लाग्यो है ओहो म त खानको लागि कस्तो आतुर भइसकेँ खानको लागि आतुर हेर नदेखाउँ होला मेरो के छ यस्तो छ होइन कपाल झरा झरै भएर मैले चाहिँ बाँडेर राखेको छु मेरो डायमन्ड वाउ मलाई कुखुराको चाक चाहिँ लास्टै मनपर्छ कस्तो मिठो हुन्छ नि क्रन्ची है जुसी हुन्छ भयो धेरै नपठा मैले चाहिरहेको थिएँ ओहो भाइ पनि आइसकेछ ल आऊ भाइ अब बस्नु ल भाइ पनि आइसकेको छ है वेलकम टु भाइलाई त्यहाँ बस्नु देऊ न भाइलाई ल यहीँ बस्छ ठिक छ मिठो छ त्यो चाहिँ अनि पानीले भिज्यो अलिअलि पुरै पानीले भिजेछ है भाइले पनि के गर्नु बर्खाको समय काँक्रोहरू रेडी छ यो विन्सन मेरो है नखाऊ अब